आज हामीले चाहिँ अल्ट्रा भायोलेटको तेस्रो राइड प्रोग्राम KTM2 खेल गर्दैछौँ, जसमा ओभर 25 जना मेम्बरहरू पार्टिसिपेट हुनुहुँदैछ। यसपर हाम्रो अगाडि नै उहाँको कन्फर्मेसन आइसकेको छ, कोही आउँदै पनि हुनुहुन्छ बाटोमा, ग्रुपमा कन्भर्सेसन पनि भइरहेछ। आज यस प्रोग्रामलाई अफिसियल हिसाबले ओपनिङ गरिदिनको लागि, फ्ल्याग अन गरिदिनको लागि हामीले त्यस्ता विशिष्ट व्यक्तित्व हाम्रो सोरुममा निम्ताइसकेको छौँ। उहाँ हुनुहुन्छ मिस नेपाल 2024, मिस नेपाल वर्ल्ड 2024 का विनर मिस आसमा कुमारी केसी। सबैजनालाई गुड मर्निङ हजुरहरूलाई। आज शनिबारको दिन यति बिहान उठेर राइडमा जानको लागि आउनुभएको छ। हजुरले यो इभीले देखाइदिनु भएको माया देखेर मलाई धेरै खुसी लाग्यो। मैले जब जीवनमा पहिलो आफ्नो सवारी साधन किन्ने निर्णय लिएँ, तब मैले पनि 1 वर्ष अगाडि एउटा इभी नै चुनेँ। किनकि मलाई के लाग्यो भन्दाखेरि हामी बाहिरबाट इम्पोर्ट गरिएको पेट्रोल डिजलमा किन इन्भेस्ट गर्ने, बरु हाम्रो देशमा नै बिजुली हाम्रो देशमा नै आउँछ, त्यहीबाट आएको बिजुली युज गरेर चाहिँ त्यो इभी चढ्न चाहिँ मलाई धेरै नै कस्ट इफेक्टिभ लाग्यो र मलाई लाग्छ कि त्यो मेरो सबभन्दा बेस्ट डिसिजन थियो। मेरो यति धेरै पैसा सेभिङ भएको छ र त्यो लगायत मैले इन्भाइरोमेन्टलाई पनि कन्ट्रिब्युट गरेर आएको छु। त्यही भएर अहिले हामीले हेर्न सक्छौँ नेपालमा धेरै नै मान्छेहरूले पनि अहिले नयाँ जसले गाडी किन्ने हुनुहुन्छ, उहाँहरूको फर्स्ट चोइस चाहिँ इभी भएको छ। र त्यही भएर हजुरहरूले यो एउटा यस्तो राम्रो अभियानलाई सपोर्ट गर्न आइदिनु भएकोमा नि धेरै धेरै धन्यवाद। पहिला चाहिँ अल्ट्रा भायोलेट पार्टीलाई पनि धेरै धेरै धन्यवाद यस्तो राम्रो इनिसिएटिभ ल्याइदिनु भएकोमा, र हजुरहरूलाई शुभकामना। हजुरको जर्नी टु दिल्ली असाध्यै रमणीय र राम्रो रहोस्। राइड जाँदाखेरि बेसिक टिप्सहरूमा हाम्रो 3 जना टिम हुन्छ। अगाडि सबभन्दा लिडर हुन्छ जुन ज्याकेट ड्रेसमा हुनुहुन्छ, उहाँलाई तपाईँहरूले फलो गर्नुपर्ने हुन्छ। एक भनेको तपाईँले हुन्छ नि ग्यापमा हिँड्नु पऱ्यो भन्ने कुरा बुझिन्छ, सिङ्गल राइड गर्नु भन्ने कुरा हो। 2 नम्बरबाट गाडी आइरहेको छ, तपाईँ हुन्छ नि सेफ ल्यान्डिङ तरिकाले साइड च्याप्नुहोस् भन्ने एउटा सिग्नलहरू तपाईँलाई उहाँले गाइडेन्स पनि दिनुहुन्छ। र कम्तीमा 5 मिटरको ग्यापमा तपाईँहरू मुभ अन गर्दाखेरि हिँड्नुपर्ने हुन्छ र 50 भन्दा माथिको स्पिडमा सकेसम्म भ्यालीभित्र नकुदाइदिनु होला। त्यहाँ पुगिसकेपछि के रुल्सहरू छ, त्यहाँ हामीले सबै कुराको व्यवस्था गरेका छौँ। ब्रेकफास्टदेखि बेलुकाको तपाईँको हुन्छ नि लन्च, स्न्याक्स, अल थिङ्स त्यहाँ हामीले फेसिलिटीको व्यवस्था गरिसकेका छौँ तपाईँहरूलाई। र गेमिङहरू छ, त्यो गेमिङमा पार्टिसिपेट मजाले भएर फुलसँग इन्जोय पनि तपाईँहरूले लिदिनु होला। एउटा राइडमा जाँदाखेरि ओभर एउटा प्याकेज नै हामीले डेभलपमेन्ट गरेका छौँ कम्पनीको तर्फबाट हो। र अलिकति म कुराकानी गर्दै जाँदाखेरि बिचमा एउटा कुरा जोडिहाल्छु। केडी अर्गनाइजेसन 109 वर्ष पुरानो कम्पनी हो। नेपालमा हामीले विभिन्न भर्टिकलमा काम गरिरहेका छौँ। हाम्रो प्रोडक्सन नेपालमा छ, हामी ट्रेडिङमा काम गरिरहेका छौँ। हाम्रो फिनान्सियल इन्स्टिट्युटहरू सिद्धार्थ ब्याङ्कदेखि लिएर इन्सुरेन्स कम्पनीहरू पनि नेपालमा छ। एउटा विश्वासिलो घटनाले लिएर आएको यो प्रडक्ट भएको कारणले तपाईँलाई पनि विश्वास छ। यो 6-7 महिना मात्रै भयो नेपाली बजारमा हामीले लन्च गरेको 9-10वटा प्रडक्ट हामीले नेपाली बजारमा बिक्री गरिसकेका छौँ। जसले चढेर सक्नु भएको छ, जसले प्रडक्ट किन्नु भएको छ, उहाँ धेरै ह्याप्पी हुनुहुन्छ, कुनै किसिमको कम्प्लेन पनि छैन। र प्रडक्टमा फिचर चाहिँ तपाईँले गाडीमा पाउने एउटा ओभरअल प्याकेज यसमा पाउनुहुन्छ। 8 वर्षसम्मको वारेन्टी छ, 323 किलोमिटर फुल चार्जमा यो प्रडक्ट हुन्छ भने चार्ज एकदमै फास्ट चार्जिङको पनि व्यवस्था छ, स्लो चार्जिङको पनि सजिलोसँग व्यवस्था गरिएको छ।